यो केटीलाई बुहारी बनाउनु पाए त गजबै हुन्थ्यो। घर परिवार जे जस्तो भए पनि केटी पढी लेखी थिइन्। तर के गर्नु, एउटा भएको छोरा पनि विदेशतिर छ। मेरो कुरा सुन्ने माने होइन। होइन, बिच बाटोमा यो वकिलले के सम्झिन थाले? वकिल अङ्कल, के भयो हजुरलाई? किन यहाँ टोलाएर बस्नुभयो त? किन पनि हेर कि त, तिमीले गाक्रोभरि पानी बोकेकोले आज मेरो राम्रो साइत बनाइदेऊ कि त। वकिल जस्तो मान्छेले पनि यस्तो कुरामा विश्वास गर्छन् र? किन नगर्नु र, गर्छु नि। यसरी बाटोमा हेर्दा भोडी गाग्री पानी देख्दा राम्रो साइत पर्छ अरे। त्यो दिन आँटेको चिटाको काम सबै पुग्छ अरे। अनि वकिल अङ्कल, खाली गाग्री देख्दा चाहिँ के हुन्छ र? खाली गाग्री देख्दा त सायद बिग्रिहाल्छ नि। आँटे चिताको कामै बन्दैन कि त। भनेपछि आज वकिल अङ्कलको काम बन्ने भयो होइन त? हो नि, यसरी भरि गाग्री देख्दा त जहिले मलाई राम्रो साइत पर्छ। हुन त होला वकिल अङ्कल, तर यो त खाली गाग्रो हो। यसरी त हजुरलाई के साइत पर्ला र? ठुक्क भनेपछि आज नि मुद्दा हारिने भयो। तर होइन, यतिको राम्रो केटी देख्दा त खाली गाग्री भए पनि साइत पर्छ।